इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमा प्रिएम्प्टिभ हवाई आक्रमण सुरु गरेका छन्। यो सन् 2025 को 12 दिने युद्धपछि सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ। इजरायली सेनाले यस अभियानलाई अपरेसन सिल्ड अफ जुडा नाम दिएको छ। आक्रमणको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल क्षमतालाई नष्ट गर्नु रहेको बताइएको छ। राजधानी तेहरान सहित इस्फहान, कोम, करज र केरमानशाहमा शक्तिशाली विस्फोट भएका छन्। तेहरानको राजनीतिक केन्द्र, राष्ट्रपति कार्यालय नजिक र मेहराबाद विमानस्थल आसपास पनि आक्रमण भएको खबर छ। यसपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। अमेरिकी लडाकु विमान F-35 र F-22 तथा युद्धपोतहरूले पनि आक्रमणमा प्रत्यक्ष सहभागिता जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक र सैन्य शक्ति समाप्त गर्ने चेतावनी दिएका छन्। यसैबीच इजरायलले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ भने इरानले कडा बदलाको चेतावनी दिएको छ। इरानले मिसाइल युनिटहरू तयारी अवस्थामा राखेको र जवाफी आक्रमण सुरु गरेको खबर आएको छ। यो द्वन्द्वले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाएको छ।